संसारमा यी दुई कामहरू मात्रै गर्नु र क्या मान्छेले। एक, मन परेको काम गर्नुस् रे। दुईमा कि गरेको कामलाई मन पराउनुस् रे। यसले चाहिँ मानिसको इच्छा, आकांक्षा, आफूलाई सन्तुष्टि प्राप्त गर्ने गर्छ रे। मैले पनि टिकटक, फेसबुक, इन्स्टाग्रामबाट पत्ता लगाएको है। मैले पत्ता लगाएको भन्दा पनि सुनेको कुरालाई व्यक्त गरेको छु। त्यो कुराबाट म आफै पनि सन्तुष्टि छु। किन भन्दा मैले गरिराखेको कामलाई मैले बीचमा केही वर्ष ग्याप राखेको थिएँ। धेरै कामहरू गरेँ तर मनमा सन्तुष्टि थिएन, नहुँदो रहेछ। कोसिस धेरै गर्यो, जुन गरेको कामलाई मन पराउँछु, यस्तो गर्छु भनेर, तर मनमा छटपट के नपुग्या कसो नपुग्या जस्तो चाहिँ भइराख्ने रहेछ। र कतिपय बेलामा साथीभाइहरूसँग बस्दा पनि मैले व्यक्त गर्ने गर्थेँ आफ्नो विचार। मैले यस्तो काम गरेको यति वर्ष भएको थियो, यो काम यस्तो तरिकाले गर्थेँ भनेर म कहिलेकाहीँ सुनाउँथ्यो। त्यति सुनाउँदा पनि त्यति सन्तुष्टि प्राप्त हुन्थ्यो। त्यही भएर मेरो आफ्नो जीवनमा चाहिँ लागु भयो है यो कुरा। तपाईहरु को खुसी हुनुहुन्छ, सन्तुष्टि हुनुहुन्छ, यस्तो कुराहरुबाट कमेन्ट गर्नुहोला। किनकि आफूले गरिराखेको कामलाई निरन्तरता दिइराख्यो भने मन पनि एकदम खुसी, आफ्नो भिजन पनि झन् क्लियर भएर जाने रहेछ। र एउटा कुरा, आफू जुनसुकै बिन्दुमा पुगे पनि आफ्नो मनले आत्मादेखि नै यो हुँदैन भन्यो भने ब्याक हुन पनि सिक्नुस् है। किनकि यो कुरा पनि मैले आफैले अनुभव गरे र सन्तुष्टि पनि छु। सकिदैन र त्यसलाई ब्याक हुन पनि सक्नुपर्छ र स्वीकार्य हुनुपर्छ है। यति कुरा तपाईहरुले याद राख्नुस्। किनकि मेरो जीवनमा लागु भएको छ, मैले आफैले भोगेको पनि छु। सबैको जीवनमा यो कुरा लागु नहुन सक्छ, तर म चाहिँ एकदम आनन्द, खुसी। अहिलेसम्म मैले जुन पेशा गरिराखेको छु, एकदम ह्यापी, खुसी छु। किन भन्दा विगत 10-15 वर्षदेखि गरिराखेको काममा यति खुसी हुँदो रहेछ कि ब्याक भएर गर्दा पनि आहा, यो खुसी कहिल्यै मिल्दैन। त्यही भएर तपाईहरु पनि एउटा निश्चित लक्ष्य राख्नुस्। तपाईले गरिराख्नु भएको कामलाई मनदेखि के लाग्छ गरिरहनुस्। अवश्य खुसी हुन सक्नुहुनेछ। धन्यवाद।